दाइको लुगा धुँदै गर्दा भाउजूले गोजी कसरी पल्टाउँदै हुनुहुन्थ्यो अरे भाउजू यसरी पल्ट लाइटर भेट्यो 1000 भेटिन्छ कि भनेर त लाइटर भेट्यो प्रत्येक गोजीमा 1000 रुपियाँ भेटियोस् भन्दै पल्टाए छैन है 1000 रुपियाँ भेटियोस् छैन उदय दाइ भएकोमा उदय दाइको पनि यस्तै गर्थेला भाउजूले होइन कोही बेला छोडिरहेको हुन्थ्यो त्यही त 1000 रुपियाँ यो पर्स बोक्न थालेपछि नहुँदो रहेछ क्या यो पर्स बोक्न थालेपछि चाहिँ पर्स नभएमा चाहिँ चेपेर हुमै हुन्छ बिचारा मेरो दाइको 1 रुपियाँ पनि रहेन रहेछ छ नि एउटा हात्ती त बाफले मेरो तिमीले देखेर नि राखिरहेछ नि त म लान्छु नि त अब यो मै लान्छु अब यो मै लान्छु यो 800 नेपाली लुटेर हेर मलाई यसको साथ के दिएको छैन दिन्छु 800 रुपियाँ दिन्छु अरे यो लानु पर्यो यो लान्छु ल ब्रो यो लान्छु चाहिँदैन मलाई आफै लान्छु भात खाइसकेर पनि मलाई नरुचेर अर्को चिप्स नै खोल्नु पर्ने खाइसक्नु पर्दैन खोल्नु म त यत्रो मेरो सब्जी बनाइदिनु भएको थियो त अन्त तिमीले चाहिँ खायौ फेरि मिठो सब्जी आफूले चाहिँ सुङ्दाम सुङ्दैन अनि मिठो सब्जी बनाइदिनु भएको छ अरे क्या हारी त बरु बाँकी हुनु त्यो जाऊ बरु जाऊ जग्गातिर बरु गर्नु बरु दाइ जहिले पनि अहिले मात्रै पहिल्यैदेखि चिप खोज्नु मासु पकाइदिएको अब अहिले दिनै मासु खानु लागि त हुनु पर्यो नि लोकरा कि लोकरा सकिन्छ सधैँ 2 थाल खानु नि आज 1 थाल मात्रै रुच्दैन दिउँसोमा खाँदैन लोकरा बोका दिउँसो त यति नै हो बेलुका अब त्यो 3 थाल 2 थाल 3 थाल पो त झन् मासु पकाएको दिन त त्यति त हगै भन्छ नि त यो मासु भातसँग भात रुट्नेसँग म सक्दिनँ हौ मासुसँग भात रुट्ने जस्तै यो भेजिटेबलसँग रुट्नु पर्यो क्या अनि चाहिँ जिउ लाग्छ सिस्नुसँग त मलाई पनि नरुट्ने मान्छेसँग चाहिँ गिद्दी लाग्छ क्या सिस्नुसँग भात रुट्ने मान्छेसँग हामी त अर्ग्यानिक हो हामी त एकदम अन्त सिस्नुसँग रुच्छ मासुसँग रुच्छ हामी त एभर किन हो क्या यो गुन्द्रुकसँग यति रुट्ने मासुसँग यति रुट्ने त त्यही भएर त गाला चाउरी परेर चाउरी यत्रो एकदम बुढेसकाल लागेको नि रिङ्कल दुधाले क्रिमै किनिदिँदैन मम्मा किने त हामी पनि यस्तो बोटक्स गरे यस्तो हुन्छ नि बोटक्स के हुन्छ त्यत्रो फ्लो छ नि ओटहरू गाला चौरी परेको छ नि सुन्नुभयो उदय दाइ सुन्नुभयो नि यो भिडियो चाहिँ तपाईँको लागि बनाएको है मैले साँच्चै हो कस्तो चौरी परेको छ नि छैन यहाँ हेर्नु न यहाँ उनीहरू म त्यस्तो कस्तो हेर नि 12 मुजा परेको छ 12 मुजा 1 2 3 4 गरेर 12 मुजा हुन्छ धनको पोको हो तर पोखरा हो यहाँ देख यहाँ यता मलाई देख धनको पोखरा राजु देख त धनपुरा तिम्रो निकाला त्यस्तो निस्किन्छ म निकाल्नु छैन मेरो निक्लिन्छ होला धनको पोका पोखिरहेछ बिचारा मेरो निक्लियो पार्दैन 12 मुजा परेको पृथ्वीको त अलरेडी चौरी नै परेछ गालामा त निस्किन्छ अनि अब निदान के ननिक्ल्यो धनको पोका धन उडाएर आएको छ भने है तिमीको धन पोका यही रहेछ त्यही भएर सपनामा उडाउँदैछ जहिले अनि म जहिले थाहा छु कि ठ्याम भएको छु कि जहिले तिमी चाहिँ सुनिरहेको छ भनेर अस्ति चाहिँ क्या पुग्छ कि भनेर सुनिरहेको छु अरे क्या मान्छे अनि कारणमा सबसे मलाई मन नपरेको चिज चाहिँ त्यही हो क्या बाउले त्यही गर्छ नि त पहिला हामी होइन त्यो थाहा हुँदैन नि त बरोबर घुर्दा ठिक छ कि त्यो फुक्दा राम्रो पुग्नु राम्रो होइन नि त र पनि थाहा हुँदैन सम्पत्ति पुगेको हो के कमायो भने पनि सबै हुन्छ कमाएको जमेको कमाएको जमेको पनि छैन हुनु पनि हो बिचारा है मेरो बुढाले कति पसिना गरेर हो त्यो पनि त्यही हो तर तिमीसँग भयो भने उडाउँदो रहेछ थाहा भइसक्यो क्या तिमी लक्ष्य के हावा कुरा एक दिन हाम्रो दुईटा दाइलाई लगेर चाहिँ क्यासियोमा इन्ट्री गराउनु पर्ने रहेछ क्यासियोमा इन्ट्री घर जग्गा आए पनि त्यो घर जग्गा नभएको अरूको पनि हान्दिनँ नि फेरि आफ्नो ठिकै छ हान्नु ठिकै छ आफ्नै थियो र ठिक छ त जाओस् न त अर्काको पनि हान्दैन चाहिँ त्यो कसलाई तिर्छ पहिलाको जग्गा देखाएर अर्को ठाउँको अलिक होसमा बोल्नु नि बेहोसमा बोलेर पृतिका भाउजू चाहिँ म होसमै छु त यो जाँड त होइन नि यो कफी नै हो नि मलाई अब शङ्का लाग्नु थाल्यो है हो होइन मेरो अनुहार नै त्यसै त मैले हिजो ऐना हेरेको मजाले मेरो कस्तो अनुहार कित्रिक्क परिरहेछ नि हाँस्दाने कस्तो सुन्नु पनि उदय दाइ सुन्दै हुन्छ नि होइन त्यही भएर बिजान्डीलाई म मोटाएको छु भनेको भन्नु म कस्तो खुसी भएको फेरि एकचोटि कस्तो मान्छे यसरी पनि मोटै हाल्छ नि यसरी किन यसरी नै मोटाउनु पर्यो म चाहिँ के म चाहिँ फुलेको हुन आफ्नो फुलेकोलाई त्यो त सिस्नुले धेरै फुलाएको
यो थालबाट धुने काम कसको है? लो छिटो एउटा खुट्टा जत्रो छैन पिर्तीका भाउजूको। यो चाहिँ फेरि हदै भन्नुभयो क्या। लो हा पित्तलको खै कुन त के काँसेको हो? त्यो पित्तलको त्यो मम्मीले छोडेर गएको त्यो सम्पत्ति हो त्यो ओल्ड इज गोल्ड। पित्तलको पनि यस्तै हो त हुन्छ त।